नमस्ते। सुन्तलाको बगैँचामा हरेक दिन एउटा लडाईँ चलिरहेको हुन्छ, तर त्यो हामी देख्दैनौं। साना साना आक्रमणकारीहरूले हाम्रो मनपर्ने फललाई कसरी खतरामा पार्छन्? आउनुहोस्, आज यही अदृश्य युद्धको पर्दाफास गरौं। सुन्तला भन्नासाथ के याद आउँछ? पक्कै पनि यसको रसिलो स्वाद र ताजापन। यो हाम्रो भान्साको एक हिस्सा नै हो। तर के हामीले कहिले सोचेका छौं यो साधारण देखिने फल हाम्रो थालसम्म आइपुग्न कति ठूलो सङ्घर्षबाट गुज्रिन्छ? तर हेर्नुहोस् त, त्यो सुन्दर फलको पछाडि एउटा अर्कै कथा छ। यहाँ देब्रेपट्टि एउटा स्वस्थ चम्किलो फल छ, अनि दाहिनेपट्टि किराको आक्रमणपछिको हालत। कस्तो फरक छ नि, होइन? हो, यही भिन्नताले नै आजको हाम्रो खोजीको बाटो देखाउँछ। आखिर यस्तो किन र कसरी हुन्छ त? ल पत्ता लगाऊ। ल, यो लडाईँलाई बुझ्नको लागि हाम्रो आजको योजना यस्तो छ। हामी 4 मोर्चामा हेर्नेछौं। पहिलो, पातमा हमला गर्ने पात विनाशकहरू। दोस्रो, बोटको रगतै चुस्ने रस चुस्ने झुण्ड। तेस्रो, फललाई नै बिगाड्ने फल बिगाड्नेहरू। र अन्त्यमा यी सबैबाट बालीको रक्षा कसरी गर्ने भन्ने बारे। ल, हाम्रो पहिलो मोर्चा हो रुखको पात। सोच्नुहोस् त, पात भनेको रुखको लागि सोलर प्यानल, मतलब सोलर प्यानल जस्तै हो। यसैले घामबाट शक्ति बनाउँछ। अब जब किराहरूले यही सोलर प्यानलमा आक्रमण गर्छन्, तब के हुन्छ? सिधै रुखको पावर सप्लाई नै कट। यो हेर्दा कति सुन्दर छ नि, कागती पुतली। तर यसको सुन्दरतामा नजानुहोला। यो त धोका हो, किनभने असली खलनायक त यसको बच्चा, यानि लार्वा हो। यो झुसिल किरा पातहरूको लागि सबैभन्दा भोको र खतरनाक शत्रु हो। यिनीहरूको खाने तरिका पनि गजबकै छ। कलिला पातहरू छानी छानी खान्छन्। अनि कतिसम्म खान्छन् भने पातको बीचको मोटो नसा मात्रै बाँकी रहन्छ। सोच्नुस् त, यिनीहरूको संख्या अलिकति बढ्ने बित्तिकै पुरै रुख नै पातविहीन, मतलब नाङ्गै हुन सक्छ। अनि पातै नभएपछि रुखले शक्ति कहाँबाट पाउँछ र? अब अर्को पात्रको प्रवेश हुन्छ, पात खन्ने किरा। यसको काम गर्ने तरिका अलि फरक छ। अघिको झुसिल किराले बाहिरबाट खान्थ्यो, होइन? तर यो चाहिँ पातको भित्रभित्रै सुरुङ खनेर सखाफ पार्छ। यसको हमला कसरी चिन्ने त? पातमा यस्तो चाँदी रङको बाङ्गो टिङ्गो धर्सा देखिन्छ। हो, यी धर्साहरू नै किराले भित्र खनेको सुरुङ हो। अनि यही सुरुङको कारणले पातहरू बटारिन थाल्छन्, खुम्चिन्छन् र आखिरमा झरेर जान्छन्। यो हेर्नुहोस् त, पात खन्ने किराको हमलापछिको अवस्था यही हो। पातहरू यसरी खुम्चिएपछि तिनले कसरी शक्ति बनाउन सक्छन् र? सक्दैनन्, अनि रुख बिस्तारै कमजोर हुँदै जान्छ। मतलब पातमाथिको हमला भनेको सिधै रुखको इन्जिनमै हमला गर्नु जस्तै हो। पातको कुरा त भयो, अब दोस्रो मोर्चामा जाउँ। रस चुस्ने झुण्ड। यिनीहरूको तरिका अझ खतरनाक छ। यिनीहरूले सिधै बोटको जीवन रेखा, मतलब बोटको रगत, यसको रसलाई नै चुसेर कमजोर बनाइदिन्छन्। ल हेर्नुहोस्, यो हो लाही किरा, जसलाई एफिड पनि भनिन्छ। हेर्दा त कति सानो छ, होइन? तर यसको शक्ति भनेको यसको संख्या हो। हजारौं लाखौंको झुण्डमा आउँछन्। यिनीहरूले रस मात्र चुस्दैनन्, आफूपछि हनीड्यू भन्ने एउटा टाँसिने गुलियो पदार्थ पनि छोडेर जान्छन्। अनि हो, यहीबाट सुरु हुन्छ अर्को समस्या। लाही किराले 3 तिरबाट हमला गर्छ। 1, यसले कलिला मुनाहरूको रस चुसेर तिनलाई बाङ्गो टिङ्गो बनाइदिन्छ। 2, यसले खतरनाक भाइरसहरू पनि सार्न सक्छ, एक बोटबाट अर्कोमा। र 3, त्यही हनीड्यू भन्ने चिपचिपे पदार्थ, जसले अर्को ठूलो आपत निम्त्याउँछ। यो हनीड्यू भनेको के हो त? यो किराले फाल्ने गुलियो फोहोर हो। आफैमा त यो त्यति हानिकारक नहोला, तर यसले एउटा कालो ढुसीलाई निम्तो दिन्छ। अनि त्यो ढुसीले पातलाई पुरै कालो पत्रले ढाकिदिन्छ। अब के भयो त? फेरि त्यही कुरा। पातले घाम पाएन, अनि रुखको सोलर प्यानल फेरि बन्द। रस चुस्ने यो खेलमा लाही किरा एक्लो छैन। यहाँ अरू पनि खेलाडी छन्, जस्तै यो कत्ले किरा अनि सेतो कपास जस्तो देखिने मिली बग्स। यिनीहरूको पनि काम उही हो, रस चुस्ने, हनीड्यू निकाल्ने अनि कालो ढुसीलाई बोलाउने। परिणाम उही, रुखलाई नोक्सान। तर यी सब रस चुस्ने किराहरूमध्ये एकजना सुपर विलेन छ, सिट्रस सिल्ला। यो किन सबैभन्दा खतरनाक छ त? 2टा कारण छन्। 1, यसले रस चुस्दा बोटभित्र विषालु र्याल छोड्छ,
र 2, सबैभन्दा डरलाग्दो कुरा, यसले ग्रिनिङ भन्ने एउटा निको नहुने रोग सार्छ। यो रोगले त पुरै सुन्तला खेती नै सखा पार्न सक्छ। ल, अहिलेसम्म हामीले पात र रसको लडाईँ हेर्यौं। अब हामी अन्तिम र सबैभन्दा महत्त्वपूर्ण मोर्चामा आइपुगेका छौं। यहाँ निशाना पात वा हाँगा होइन, सिधै फल हो। त्यही फल जसका लागि यत्रो मेहनत गरिएको हुन्छ। र यो मोर्चाको मुख्य आक्रमणकारी हो फल कुहाउने झिङ्गा। यसको हमला गर्ने तरिका एकदमै चलाक र भित्रभित्रै हुन्छ। बाहिरबाट हेर्दा केही थाहा हुँदैन, तर यसले फललाई भित्रैबाट खोक्रो बनाइदिन्छ। यो कसरी काम गर्छ थाहा छ? पोथी झिङ्गाले फलको बोक्रामा एउटा सानो प्वाल पार्छे र भित्र अण्डा छोडिदिन्छ। केही समयपछि ती अण्डाबाट औँसा निस्कन्छन् र फलको गुदी भित्रभित्रै खान थाल्छन्। नतिजा, फल पाक्नुको सट्टा भित्रैबाट सड्छ र समय नपुग्दै रुखबाट झर्छ। कस्तो दुःखलाग्दो! हेर्नुस् त यो हालत। फल कुहाउने झिङ्गाको आक्रमणको परिणाम यही हो। यो किसानको लागि पैसाको नोक्सान मात्रै होइन, यो फल अब कसैले खान पनि सक्दैन, पुरै खेर गयो। फलमा आक्रमण गर्ने अर्को किरा पनि छ, यो हरियो पतेरो। अघिको झिङ्गाले भित्रबाट बिगार्थ्यो, यसले चाहिँ बाहिरबाटै फलको रस चुस्छ। यसले गर्दा पनि फल कमजोर भएर समय अगाडिले झर्न सक्छ। ल, यति धेरै थरी दुश्मनहरू छन्, पातमा, रसमा, फलमा, चारैतिरबाट हमला। त्यसो भए प्रश्न उठ्छ, यिनीहरूसँग लड्ने कसरी? यो अदृश्य युद्धमा जवाफी हमलाको तरिका के हो त? अब कुरा गरौँ समाधानको, बालीको रक्षा। किराहरूसँग लड्न कुनै एउटा जादुको छडी हुँदैन। यसका लागि त धेरै तरिकाहरू मिलाएर एउटा बलियो, एकीकृत रणनीति बनाउनुपर्छ। यो प्रतिरक्षण प्रणाली तह-तहमा हुन्छ, स्टेप बाई स्टेप। पहिलो र सबैभन्दा आधारभूत तरिका हो सांस्कृतिक र यान्त्रिक नियन्त्रण। मतलब हातैले किराका लार्वा टिपेर फाल्ने, बगैँचा सफा सुग्घर राख्ने र किरा लागेका फलहरू नष्ट गर्ने। यदि यसले मात्र पुगेन भने दोस्रो कदम चालिन्छ, जैविक नियन्त्रण। यहाँ किराका प्राकृतिक दुश्मनहरूलाई काममा लगाइन्छ, जस्तै लेडीबग, माकुरा वा परजीवी बारुलाहरूलाई संरक्षण गर्ने। र अन्तिम अस्त्रको रूपमा मात्र एकदमै आवश्यक परेमा टाँसिने पासो, निमको तेल वा विशेष रासायनिक औषधिहरूको प्रयोग गरिन्छ। यो एकदमै सन्तुलित तरिका हो। त्यसो भए अर्को पटक रसिलो सुन्तला खाँदा एकछिन सोच्नुहोला, यसको पछाडि यस्तो जटिल र लगातार चलिरहने लडाईँको कथा लुकेको छ। यसले हामीलाई सोच्न बाध्य बनाउँछ होइन र? हामीले खाने अरू खानाहरू पनि हाम्रो थालसम्म आइपुग्नुभन्दा पहिले अरू कस्ता कस्ता नदेखिएका सङ्घर्षहरूबाट गुज्रेर आउँछन् होला।